हेलो गाइज, हामी चाहिँ बरखोलातिर माछा मार्दै गरेको। हेर्नुस् अवस्था यस्तो छ। मासतिर र उताको डाँडातिरबाट चाहिँ पुरा बादल लाएर पानी पर्न लागेको छ। तर बरखोलाको अवस्था चाहिँ यस्तो रहेछ, जम्मा पानी यति छ है, यति छ। माछा भनेको एउटा पनि छैन रहेछ। भ्यागुतोको बच्चा छ। यस्तो छ अवस्था। हेर्नुहोस् हेर्नुहोस्, मास्टरबाट पानी पर्न लागेको रहेछ। हेलो गाइस, हाम्रो छोरीले माछा मारेको हेर्नुहोस् हेर्नुहोस्। यहाँको अवस्था कस्तो छ? माछा मार्नु त नानी? पक्रियो? लुगा नभिजाउनु नानी। पक्रियो? कहाँ छ अरे? यहाँ यति छ हौ। आमा थोरै पक्रिदिहाल्नु छ। माछा त कस्तो राम्रो राम्रो रहेछ हौ। कालो माछा पो रहेछ त हौ। कालो माछालाई पक्रिनुपर्छ। सेतो माछा त पक्रिनु सक्नुपर्छ। अझै पक्रिनु नानी? सबै पक्रिनु, सबै। यी छौले देख्ने हैन, यी छै। बाबा मैले पक्रिए। ल्याउनु त हेरौँ। बाबा हैन, मैले यति पक्रिए। अझै छ अरु। खै खै। ए माछा पक्रेर हेर्न। हो र छ नि। मैले पक्रे बाबा माछा। यसो पारेर माछा त यहाँ छ नि त माछा। मेरो कपाल कपाल यता फर्किन्छ त नानी। हेलो गाइस भन्नु त। यता हेरेर नानी, यहाँ माछा पक्रेको भन्नु न। हेर माछा पक्रिन आएको। हजुर, कति पक्रिने भयो त? यहाँ पा खोज्दैछ है नानीले। अलि अर अलि अर। यतापट्टि यतापट्टि यता छैन के त? छैन क्या, छैन। त्यहाँनिर ऊ त्यहाँ के ऊ त्यहाँ अलिकति जान्छ। नानी चाहिँ फ्रकसँग डराएको क्या। फ्रक, एफआरओजी फ्रक। कहाँ छ? उहाँ गइसक्यो क्या। छैन कि छैन? जान्छ जान्छ जान्छ। भुइँतिर हेर्नु त, भुइँतिर कहाँ छ? त्यसै बिस्तारो छ, बिस्तारो। कति छ माछा नानी? धेरै छ। ल, हाम्रो नानीले छोरीले माछा एकदमै धेरै धेरै पार्दैछ है। होइन सर? थुप्रो छ। कति धेरै छ? धेरै छ। ओहो,
हो रहेछ है हो र ल माछाले नानीलाई पत्याएन अरे है ल अवस्था यस्तो छ हेलो नानी हाई भनिदिनु त माछा मारेको भन्नु त ल